म आजकल तिम्रै यादमा हुन्छु। तिम्रो हरेक कुराहरूको याद आउँछ। तिमी मेरो साथ नभए तापनि तिम्रो यादले मलाई कहिले छोडेन। तिमी जब मेरो जिन्दगीमा आयौ, म धेरै खुसी थिएँ। म रमाउन थालेको थिएँ। तिम्रो साथमा म रमाइरहेको थिएँ र संसार बिर्सेको हुन्थेँ। तर तिमीले मलाई छोडिदियौ। म पढ्न भनी अमेरिका आएको थिएँ। सुरुका दिनहरूमा त फेसबुक र भाइबरमा कुरा भइरहन्थ्यो। तर तिम्रो शङ्का गर्ने कारणले हाम्रो झगडा भइरहन्थ्यो। मैले तिमीलाई फोन नगर्दा तिमीले मेरो अर्कै छ भनी बुझ्थ्यौ, जुन कुरा झुटो थियो। मैले त सिर्फ तिमीलाई माया गरेको थिएँ। मेरो धड्कनमा तिमी मात्र थियौ। तिमीलाई मैले धेरै सम्झाउने कोसिस गरेँ, तर तिमी मेरो कुरा सुनिरहेकी थिएनौ, न त तिमीले मेरो विश्वास नै गर्यौ। अन्तमा आएर हाम्रो ब्रेकअप भयो। ब्रेकअप भएपछि पनि तिमीलाई मैले धेरै सम्झाउने कोसिस गरेँ, तर म असफल भएँ। मैले हार मानेँ। तिमीलाई मैले जित्न सकिनँ। अमेरिकामा आउँदा जति म रोएको थिएँ, त्योभन्दा पनि धेरै ब्रेकअप भएपछि रोएको थिएँ। आफूलाई सम्हाल्ने व्यक्ति कोही भएन। अमेरिकामा नेपालीहरू भए तापनि मेरो कुरा बुझ्ने र आफ्नो पीडाहरू सुन्ने कोही थिएन। म आफ्नो संसारमा हराउन थालेको थिएँ। म एक्लो छु जस्तो महसुस गर्न थालेँ। बाँच्ने रहर हराएको थियो। रक्सीमा रमाउन थालेको छु। ध्यान सिर्फ तिम्रोमा केन्द्रित हुन्थ्यो। पछि मैले फेसबुक र भाइबर बन्द गरेँ। जति तिम्रो तस्विरहरू र म्यासेजहरू हेर्थेँ, उति नै पीडा हुन्थ्यो। आजसम्म मैले तिमीलाई बिर्सन सकेको छैन। तिमीले त मलाई बिर्सी पनि सक्यौ र नयाँ जिन्दगी पनि सुरु गरिसक्यौ होला। तर म त्यहीको त्यही अडिरहेको छु। न त म अगाडि जान सकेको छु, न त पछाडि नै।